नमस्ते म्याम। नमस्ते हजुर। सन्चै हजुर हुनुहुन्छ? हजुर मलाई एकदम ठिक छ हजुरलाई? हजुर, म पनि सन्चै छु। हजुर हजुरको थोरै इन्ट्रोडक्सन दिनुहोस् न। स्योर स्योर म डाक्टर सूचना मरट्टा हजुर, एसोसिएट प्रोफेसन इन डर्माटोलोजी र स्पेसल्ली म हेयर ट्रान्सप्लान्ट सर्जन एन्ड एस्थेटिसियन पनि हो। हजुर, डिआई स्किन हस्पिटलमा लास्ट 3 इयर्सदेखि कार्यरत छु। हजुर, अनि त्योभन्दा अगाडि चाहिँ अर्को मेडिकल कलेजमा बिपिकेआइएचएस धरानमा एफिलिएटेड थिएँ। अहिले चाहिँ लास्ट 3 इयर्सदेखि डिआई स्किन हस्पिटल मा हजुर काम गरिराख्नु हजुर भएको यहाँ काम गरिरहेको छु र यसको स्पेसली हेयर र एस्थेटिक युनिट चाहिँ स्पेसल्ली मैले हेरिरहेको छु छ। अहिले। ओके। सो हजुरले डर्माटोलोजी करियर भनौँ न, हजुर पर्स्यु गर्नुको इन्सपिरेसन चाहिँ के थियो? हजुर यसमा चाहिँ मेरो अलिक स्टोरी ठुलो आउँछ होला सायद हजुर, होइन। म पहिला चाहिँ एज डक्टर भर्खर डक्टर एमबिबिएस पढ्दै गर्दाखेरिमा चाहिँ प्रोभाब्ली म त्यति बेला सर्जन बन्छु भन्ने खालको मेरो थियो होइन। पछि चाहिँ नि विथ टाइम कस्तो भयो भने इन्टर्नसिप भनेर हाम्रो लास्टमा 1 इयर चाहिँ कम्प्लिटली काम मात्र गर्ने हुन्छ कि 4.5 इयर्स स्टडी हुन्छ अनि 1 इयर चाहिँ कम्प्लिटली काम गर्नुपर्ने। अब त्यसमा चाहिँ कस्तो भयो भने लाइक काम गर्दाखेरिमा चाहिँ अब मेजर सब्जेक्टहरू अलि सर्जरी मेडिसिन टाइपको हुन्छ नि सब्जेक्टहरूमा चाहिँ एकदमै धेरै बिजी हुने के राति सुत्नै नपाउने अनि मलाई चाहिँ निन्द्रा एकदम प्यारो छ त्यो भएर चाहिँ मैले अब अलिकति सुत्न पाउने सब्जेक्ट कुन हो त राति निन्द्रा मजाले सुत्नु पाउने भनेर सोद्धाखेरिमा चाहिँ मेरो ऊ चाहिँ रेडियोलोजी र डर्माटोलोजीमा पऱ्यो कि लाइक हुन्छ नि रेडियोलोजी पनि एउटा अलिक कुल सब्जेक्ट अनि डर्माटोलोजी पनि कुल सब्जेक्ट होइन त्यो टाइपको भएर अनि अल्टिमेटली अनि फेरि बाई द टाइम अफ मेरो इन्टर्नसिप जब स्टार्ट भयो मेरो इन बिट्विन नै बिए पनि भयो ठ्याक्क। अनि त्यो भएपछि चाहिँ मैले सोचेँ कि आखिरमा लाइक हुन्छ नि फिमेलले चाहिँ सबैतिर नै ओभरअल कभर गर्नुपर्ने रहेछ भनेपछि चाहिँ लेट्स गो विथ द लाइटर सब्जेक्ट भने जस्तो फिलिङ भयो। अनि त्यति बेला ठ्याक्क मैले मेरो त्यो टाइमिङमा चाहिँ यो एस्थेटिक्सको एकदम लाइक बिगिनिङ फेज थियो कि एस्थेटिक डर्माटोलोजी जुन हुन्छ नि यो एस्थेटिक कस्मेटिक टाइपको कुराहरू चाहिँ एकदम बिगिनिङ फेजमा थियो। अनि मैले सोचेँ आई थिङ्क यो चाहिँ अब एकदम इमर्ज हुने टपिक सब्जेक्ट भनेको यही नै हो अनि यसमै जान्छु भनेर चाहिँ मैले अब त्यति बेला चाहिँ अब लाइक मैले डर्माटोलोजी चुज गर्ने बेलामा स्टिल डर्माटोलोजीको स्कोप नै धेरै थिएन होइन। अनि मलाई चाहिँ मेरो अब लाइक हुन्छ नि ऱ्याङ्किङ पनि राम्रै थियो अनि मलाई मेरो टिचरहरूले पनि तिमी किन डर्माटोलोजी ल्या तिमीले किन डर्माटोलोजी लिन लाएको भन्ने जस्तो त्यस्तो क्वेसनहरू आएको थियो कि अनि मैले अब ठिकै छ मलाई यही सजिलो होला जस्तो लाग्यो भने अब उहाँहरू नि अलिकति लाइक हुन्छ नि उसले अलि राम्रै कुनै मेजर सब्जेक्टहरू लिन्छ होला भन्ने जस्तो लागेको रहेछ उहाँहरूलाई भने मतलब त्यस्तो खालको सिचुएसन थियो त्यति बेला। तर मैले लिनुको मेजर रिजन चाहिँ यसमा चाहिँ फ्युचर अब बन्नेवाला छ भन्ने चाहिँ मलाई अलिकति त्यति बेला चाहिँ लागेको भएर चाहिँ अनि सजिलो पनि भयो आफूलाई रिलेटिभली आफूले खोजे जस्तो भनेर अनि त्यस कारणले नै डर्माटोलोजी लिएको मैले। अनि हजुर डिआई स्किन हस्पिटलमा चाहिँ 3 इयर्स भयो है? 3 इयर्स भयो 3 इयर्स कम्प्लिट भयो। यहाँको सबैभन्दा पपुलर ट्रिटमेन्ट चाहिँ के छ? पपुलर लाइक ओभरअल ओपिडीमा कि जस्ट केसेसहरू हजुर यस्तो छ। अब यसमा चाहिँ हाम्रो अलिकति सेग्रिगेटेड पनि हुन्छ हाम्रो होइन जस्तो मैले स्पेसल्ली हेयर एन्ड कस्मेटिक इस्युजहरू एस्थेटिक इस्युजहरू हेर्छु भने मलाई त्यो खालको पेसेन्टहरू पनि प्रायः तलैबाट सेग्रिगेट हुन्छ हाम्रो रिसेप्सनबाटै। अनि त्यो हेर्दाखेरिमा मेबी मेरो रिफ्लेक्सन चाहिँ इन्टायर हस्पिटलको रिफ्लेक्सन चाहिँ नहुन सक्छ होइन। मैले हेर्नेमा चाहिँ मोस्ट अफ दि हेयर कन्सर्न्सहरू र स्किनको कस्मेटिक एस्थेटिक कन्सर्नहरू ज्यादा हुन्छ। अनि सर्जिकल पार्ट पनि मैले गर्छु डर्माटो सर्जरीहरू जस्तो लाइक मोल्ड रिमुभलहरू टाइपको हुन्छ नि सिम्पल बुझाउँदाखेरिमा त्यो टाइपको अलिकति सर्जिकल ब्रान्च पनि त्यो पनि मैले धेरै गर्ने हुनाले प्राय मैले गर्नेमा चाहिँ अब हेयर ट्रान्सप्लान्टहरू अनि एस्थेटिक्स अलिकति एन्टी एजिङ ट्रिटमेन्टहरू र चाहिँ सर्जिकल ट्रिटमेन्टहरू बेसिकली फिल्डमा चाहिँ त्यो पपुलर एक्ज्याक्टली मेरो फिल्डमा चाहिँ मैले त्यो पार्टलाई हेर्ने भएर प्राय अब पेसेन्टहरू आउँदाखेरिमा पनि त्यही हिसाबले आउनुहुन्छ। तर ओभरअल हेर्ने हो भने चाहिँ आई थिङ्क एक्नी एकदमै कमन लाइक अलमोस्ट हाफै पपुलेसन चाहिँ एक्नी नै हुन्छ जस्तो लाग्छ मलाई होइन। अनि अर्को भनेको चाहिँ मेलाज्मा पिगमेन्टेसन जुन चाहिँ हाइपर पिगमेन्टेसनहरू त्यो पनि एकदमै कमन छ। त हाम्रो हस्पिटल चाहिँ स्पेसल्ली लाइक अब यो चाहिँ हुन्छ नि स्किनको सामान्य अब हामीले सानो क्लिनिकहरू सम्झिँदाखेरिमा चाहिँ अलि कस्मेटिक एस्थेटिक मात्रै ओरिएन्टेड होला भन्ने सम्झिन्छौँ होइन। तर हाम्रो चाहिँ ओभरअल हस्पिटल भएको र स्पेसल्ली यसमा चाहिँ
कोर डर्माटोलोजी हुन्छ नि डिजिज रिलेटेड कुराहरू चाहिँ अलि धेरै आउँछ क्या अरू एज कम्पेयर टु अरू क्लिनिकहरू स्किन क्लिनिकहरूको कम्पेरिजनमा चाहिँ हाम्रोमा चाहिँ त्यो पनि अहिले बिस्तारै बिस्तारै भइरहेछ तर अझै त्यो भन्दा पनि ज्यादा चाहिँ डिजिज चाहिँ ज्यादा जस्तो फङ्गल इन्फेक्सनहरू होइन अनि त्यसपछि अरू ब्याक्टेरियल इन्फेक्सनहरू त्यो टाइपको कुराहरू र अनि डर्माटोलोजीको एक्जेमाहरू एकदम धेरै कमन हुने चाहिँ एक्जेमा सोरायसिस यस्तो खालको पेसेन्टहरू चाहिँ एकदम धेरै हुन्छ हाम्रोमा हजुर हजुरलाई थाहा नै छ मेन र वुमेनको स्किन अलिकति डिफ्रेन्ट हुन्छ हैन सो उहाँहरूको चाहिँ दुवै मेल र फिमेलमा देखिने कमन प्रब्लम चाहिँ के छ स्किन केयर प्रब्लम यस्तो छ अब त्यो चाहिँ लाइक एज वाइज भन्दा बेटर हुन्छ लाइक हुन्छ नि अलि एडोलेसेन्ट एजमा कमन भनेको एक्नी नै हो अनि मेलमा आयो भने चाहिँ अझै सिभियर टाइपले आउँछ हुन्छ नि मेल फेसियल हेयर्सहरू पनि हुन्छ त्यसले गर्दाखेरि अलि हार्ड स्किन हुन्छ भन्छ त्यो भन्दा पनि हर्मोनको रोल हो त्यसमा हैन त्यसमा चाहिँ नि मेल हर्मोन्सको ज्यादा रोल हुन्छ इफेक्ट हुन्छ त्यसकारणले गर्दाखेरिमा मेलको फेसमा चाहिँ एक्नीहरू एकदम वर्स अझै धेरै अलिक सिभियर टाइपको आउने चान्सेस ज्यादा हुन्छ रिलेटिभली बिकज अफ हर्मोन्स रिलेटिभली होइन फिमेलमा पनि आउँछ आउन त बट रिलेटिभली हायर रिस्क होइन अनि अब अलिकति टुवर्ड्स एज यो चाहिँ एडोलेसेन्ट एज ग्रुपको भयो अब अलि पछाडि एजिङमा अब धेरै एजमा त त्यस्तो धेरै बरु डिफ्रेन्स देखिँदैन मेल र फिमेलमा मेजर डिफ्रेन्स चाहिँ हर्मोन रिलेटेड कुराले गर्दाखेरिमा जुन चेन्जेसहरू हुन्छ स्किनमा त्यो चाहिँ अलिकति यो ग्रोइङ एज ग्रुपमा चाहिँ ज्यादा देखिन्छ अलिकति हुन्छ नि अब यो अलि स्मेलहरू आउने प्रब्लमहरू होइन त्यस्तो चाहिँ मेलमा ज्यादा देखिन्छ अदरवाइज डिजिजहरू चाहिँ त्यस्तो धेरै डिफ्रेन्स चाहिँ हुँदैन अलमोस्ट सिमिलर नै हुन्छ अब कुनै कुनै डिजिज चाहिँ मेलमा ज्यादा हुने फिमेलमा ज्यादा हुने त्यो हुन्छ जस्तो अटो इम्युन डिजिजहरूसँग रिलेटेड कुराहरू फिमेलमा ज्यादा हुन्छ रिलेटिभली मेलमा कम हुन्छ होइन त्यस्तो कुराहरू हुन्छ अदरवाइज त्यस्तो धेरै भास्ट डिफ्रेन्स चाहिँ हुँदैन स्लाइट फरक मात्रै हुन्छ सो मार्केटमा चाहिँ कति धेरै मेन हजुर हजुर प्रडक्टहरू भनेर हजुर हजुर सो यो प्रडक्ट हजुर हजुर मेनको लागि इज इट नेसेसरी अर यो मार्केटिङ उ मात्र हो मेबी त्यस्तो धेरै डिफ्रेन्स त हुन्छ जस्तो लाग्दैन मलाई चाहिँ होइन स्किन टाइप थोरै फरक होला मेबी बट अब हामीले यत्रो करियरमा पढ्दा पनि मेल स्किन टाइप एन्ड फिमेल स्किन टाइप भनेर कहिले त्यो डिफ्रेन्स पनि पढिएन पनि देखिएन पनि अलि भन्न कमेन्ट गर्न गाह्रै भयो मलाई होइन मेबी कुनै कुनै प्रडक्टहरूमा चाहिँ फरक पर्ला लाइक हुन्छ नि अब एउटा तल आफ्टर सेभहरू होइन अब त्यो त डेफिनेटली मेलकै लागि प्रडक्टहरू भयो हेयर केयरको प्रडक्टहरू अलिकति जेल एन्ड स्टाइलिङ प्रडक्टहरू अलिक मेल एन्ड फिमेलमा थोरै फरक पर्ला अन्य स्किन केयरको प्रडक्टमा भने मेल र फिमेलमा त्यस्तो डिफ्रेन्स के पनि छैन हजुर अब यहाँ विन्टर पनि आउँदैछ हजुर हजुर काठमाडौँको वेदर पनि ड्रप भइरहेको छ अब हजुरको के भ्युअर्सहरूलाई के एडभाइस दिनुहुन्छ विन्टर स्किन केयर एडभाइस हजुर विन्टर स्किन केयरमा चाहिँ मेन कुरा विन्टरमा एकदम प्रमिनेन्ट हुने भनेको ड्राइनेस नै हो होइन ड्राइनेस एउटा मेजर प्रब्लम हुन पुग्छ अनि त्यो कारणले गर्दाखेरिमा चाहिँ हाम्रो लाइक स्किनमा पनि डिफ्रेन्ट डिजिजहरू पनि एग्राभेट हुन्छ कि विन्टर सिजनमा चाहिँ अब क्र्याक हुने स्किनहरू ब्यारियरहरू डिस्ट्रप्ट हुने होइन स्किनको ब्यारियरहरू लिपिडले चाहिँ हाम्रो आउटर ब्यारियर बनाएको हुन्छ त्यसले गर्दा एकदम धेरै डर्माटोलोजिकल केसेसहरू एक्जेमाहरू पनि एकदम धेरै बढ्छ होइन सोराइसिसहरू त्यो खालको कुराहरू हुन्छ नि इचिङहरू हुने त्यो प्रब्लमहरू बढ्छ त्यस कारणले ओभरअल स्किनको लागि केयरको लागि चाहिँ म एउटा एकदम इम्पोर्टेन्ट चाहिँ धेरै तातो पानीले ननुहाउनु होला धेरै तातो पानीले फेस पनि नधुनु होला अब जाडोमा त हामीलाई एकदम टेम्पटेसन हुन्छ नि त हट वाटर युज गर्ने तर हट वाटरले पोर्सहरू पनि खोल्छ भन्छ यस्तो हुन्छ अब लिमिटेड कहिलेकाहीँ गर्दाखेरिमा इट्स फाइन होइन तर बेसिकन हट वाटरहरू चाहिँ ड्यामेजै ज्यादा गर्छ किनभने एक त विन्टरमा चाहिँ त ड्राई बनाउने भयो एउटा होइन अर्को कुरा चाहिँ लाइक पिगमेन्टेसन प्रोन स्किन छ भने अब त्यसले चाहिँ ब्लड भेसल्सहरू बेसी डाइलेट गरेर अलिक स्किनको चाहिँ हुन्छ नि रियाक्टिभिटी बढाइदिएर पिगमेन्टेसनहरू पनि बढाइदिन सक्छ अब कति कुरा अब मेरो पर्सनल एक्सपिरियन्समा चाहिँ लाइक आफ्टर कोभिड चाहिँ मेलाजमा पिगमेन्टेसन यति धेरै बढ्यो पेसेन्टहरू पनि सबैजनाको आउँदा लाइक आफ्टर कोभिड चाहिँ मेरो यो भयो कोभिड पछि भयो अनि रिजन के रहेछ त भन्दा एकदम धेरै स्टिम इनहेलेसन गर्ने कि त्यति बेला अब कोभिडको लागि भनेर स्टिम इनहेलेसन धेरै गर्यो होइन भनेपछि यसरी इभन अब एनी फर्म अफ हट थेरापी हुन्छ नि अब साउनाहरू यताउता जुन हामी युज गर्छौँ धेरै हट वाटरहरू चाहिँ युज नगरेको राम्रो किनभने यसले चाहिँ स्किन बेसी ड्राई बनाइदिन्छ फेसको कन्टेक्स्टमा चाहिँ
रियाक्टिभिटी ज्यादा बढाइदिन्छ, फेसियल रियाक्टिभिटी रेस्पोन्स ज्यादा बढाइदिन्छ। त्यसले गर्दा पिगमेन्टेसनहरू पनि एकदम धेरै बढ्ने चान्स हुन्छ। अनि पिगमेन्टेसनकै कुरा गर्दाखेरिमा अर्को यो लाइक विन्टरमा चाहिँ हिटरहरू हामी धेरै बाल्छौँ नि त, त्यसले गर्दा पनि डाइरेक्ट हिटले पनि एकदम धेरै स्किन ड्यामेजहरू गर्छ। फेस लगायत अरू बडीको स्किनहरू ड्राइनेस हुने, त्यसले गर्दा इचिङहरू हुने होइन। त्यो चाहिँ म अलिकति अहिले त्यसमा चाहिँ अभोइड गर्नु होइन, बरु लुगाहरू बाक्लो लगाउने, त्यसरी गरेर चाहिँ बेसी हिट एन्ड हट वाटरहरू चाहिँ अभोइड गर्नु भनेर भन्छु। अर्को मोइस्चराइजेसन एकदमै इम्पोर्टेन्ट हो डेफिनेटली। बडीको लागि चाहिँ मोइस्चराइज चाहिँ कसरी गर्नुपर्छ भने विन्टरमा चाहिँ स्पेसल्ली अझै त्यो पनि ड्राई स्किन हुनेहरूले अलिक ठिक्कको मनतातो पानी, अब सहन सक्ने खालको पानीले नुहाउने, नुहाइसकेपछि चिसो चिसो स्किन हुँदैमा मजाले मोइस्चराइजर लगाउने, बडी लोसनहरू लगाउने। त्यो गऱ्यो भने स्किनको धेरै प्रब्लम सल्भ हुन्छ, धेरै प्रब्लम सल्भ हुन्छ बडीहरूमा हुने। अनि फेसको लागि पनि बेस्ट अब अलिकति हाई क्वालिटी मोइस्चराइजरहरू। अनि अलि धेरै नै फ्लेकी छ भनेदेखि चाहिँ ह्यालुरोनिक एसिड सिरम पनि एकदमै राम्रो हुन्छ विन्टरमा ड्राइनेस ओभरकम गर्नको लागि। अरू त अब जेन्टल केयरहरू युज गर्ने हो, स्पेसल्ली विन्टरलाई टार्गेट गर्दा चाहिँ यही अब ड्राइनेसहरू चाहिँ बेटर केयर गर्न पर्यो। अनि अर्को चाहिँ ओभरअल स्किनमा चाहिँ अब हामीले एज डर्माटोलोजिस्ट ट्याकल गर्ने चाहिँ यो एटोपिक डर्माटाइटिस, एक्जेमाहरूको केसेसहरू हुन्छ कि त्यसमा चाहिँ उलन क्लोथले एकदम बढाउँछ कि, उलन लुगाहरू हुन्छ नि, त्यो डाइरेक्ट स्किनमा टच भएर लगाउँदाखेरिमा चाहिँ त्यसलाई अलिक बढाउँछ। त्यो भएर चाहिँ डाइरेक्ट उलन क्लोथ चाहिँ नलगाउनु भनेर मैले अहिले भित्र केही लगाएर कटनको लेयरहरू लगाएर मात्र बाहिर लगाउने, तर सकेसम्म डाइरेक्ट चाहिँ उलन लुगाहरू नलगाउने। यो चाहिँ अलि विन्टरमा एकदम चाहिने कुराहरू हो। अब अरू सँगैसँगै ह्यान्ड फुट केयरहरू अलिकति यसलाई पनि मोइस्चराइज गर्ने, बडी केयरहरू गर्ने होइन। यही नै हो विन्टरको स्पेसल, विन्टर फोकस गर्दा चाहिँ। अरू चाहिँ जेनरल केयरमै। Awesome. Thank you so much, ma'am. Thank you so much for your time.